देश बाँझो छ देशमा आज केही छैन योभन्दा ठुल्ठुलो भिड योभन्दा ठुल्ठुलो युवाको भिड दैनिक आज विदेशमै जाँदैछ विदेशमा हामी मरिरहेका स्वदेशमा मरिरहेका छौँ हामी यो कुरा बुझ्छौँ कि बुझ्दैनौँ अब यो देश कोही कसैको रगत नबोलोस् म चाहन्छु यो देशमा सिर्फ पसिना बगाउनुपर्छ पसिना गर्नुपर्छ अब हामीले एउटा दाजुभाइले अर्को दाजुभाइको एउटा नेपालीले अर्को नेपालीको रगत बगाएर देश बन्दैन म सबैलाई अनुरोध गर्न चाहन्छु झगडा गर्नु रोक्नुहोस् अब झगडा गर्नु रोक्नुहोस् काटमार गर्नु रोक्नुहोस् श्रमदानमा कोही नआउनुहोस् को नेता बन्ने को ठुलो बन्ने भन्ने कुरा छोडिदिनुहोस् अर्को सान्दोक नेता बन्न खोज्यो भन्नु होला होइन म नेता सेता तपाईँभन्दा फाटेको लुगा लगाएर आउँछु तपाईँभन्दा 10 वर्षले काम गरिरहेको छु म कोही कसैको नेता बन्न चाहन्न तर यो देशमा शान्ति होस् यो देशमा रगत बगोस् भन्ने मेरो कामना हो तपाईँले साथ दिनुहुन्छ माफ गर्नु होला अन्त्यमा म भावुक बने देशलाई माया गर्ने मान्छे हो म सोचिरहन्छु देशकै लागि बोलिरहन्छु देशकै लागि एक पाइला कदम 10 पाइला कदम 100 पाइला कदम गर्नुहुन्छ यो देशकै लागि तपाईहरु मैले भनेको बाटोमा हिँड्नुपर्छ मैले देखाएको मार्गमा हिँड्नुपर्छ ओ नेता बन्ने ठुलो बन्ने भन्ने कुरा छैन मैले भने मलाई कसैले नमस्ते पनि नगर्नु म ठुलो मान्छे होइन म ठुलो मान्छे होइन मलाई नमस्ते तर यो देश बदलेको हेर्न चाहने मान्छे हो मेरो मार्गमा मैले देखाएको बाटोमा तपाईहरुलाई हिँड्नको लागि म विनम्रताका साथ अनुरोध गर्न चाहन्छु सम्पूर्ण यहाँ आउनु भएको सम्पूर्णलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु नमस्कार जय होस् धन्यवाद